फेरि बडा ठुलो महिमा रहेछ यहाँको र प्रकृतिले दिएको तर मान्छेले भेट्न नसकेको गुरुदेव ठाउँ रहेछ। हजुरले यो लट्टेश्वर महादेवको बारेमा चाहिँ सुन्यो हामीले, हजुर, त्यो बारेमा थोरै बताइदिनु न। यो हाम्रो त्रिपुरा सुन्दरी गाउँपालिका 2 नम्बरमा पर्ने यो लाटु भनेर यहाँ प्रसिद्ध सबैले चिन्ने ठाउँ छ। यो सिन्धुपाल्चोकमा पर्छ। यहाँ चाहिँ यहाँको भनाइअनुसार, यहाँका स्थानीय बासिन्दाको भनाइअनुसार यो मन्दिरमा जसको बच्चाहरूले बोल्दैनन्, जसको सन्तान सन्ततिहरू भएका छैनन्, तिनीहरूले आएर यहाँ भाकल गरे भने, यहाँ दर्शन गरे भने, नबोल्ने बच्चाहरूलाई पनि यहाँ ल्याएर दर्शन गरायो भने, स्नान गरायो भने ती बच्चाहरू बोल्छन् भन्ने यहाँ एउटा सत्यता लुकेको कुरा हामीले यहाँका जनमानसबाट श्रवण गरिसकेका छौँ। र यहाँ जसका सन्तानहरू भएका छैनन् तिनीहरूको पनि आफ्नो मनोकामनाहरू पूर्ण हुने, सन्ततिहरू प्राप्ति हुने भनेर यहाँ बताउनुहुन्छ यहाँका जनमानसहरूले। अरू अगाडिका कुराहरू अब हामी यहाँ बुझ्दै जानेछौँ, सुन्दै जानेछौँ, श्रवण मनन गर्दै जानेछौँ। हामीले सुनेअनुसार यहाँ जो कोही पनि त्यस्ता भक्तहरू हुनुहुन्छ भने आएर एकपल्ट दर्शन गरिदिनु होला। हामी पनि यहाँ आएर दर्शन गर्ने हामीलाई एउटा सुनौलो अवसर प्राप्त भएको छ। जय होस्, तपाईँलाई धन्यवाद। आहा, बडा सुन्दर। यहाँको महिमा हामीले सुनेअनुसार यहाँ हजुरको सबै मनोकामना पूर्ण गर्ने भगवान् लट्टेश्वर महादेवको निवास स्थान रहेछ, जहाँ बच्चाहरूलाई ल्याएर बोल्दैनन् यदि कुनै बच्चा भने, हजुरको सन्तान सन्तति भएको छैन भने पनि हामी आएर दर्शन गर्न सक्छौँ। हामी यहाँ कर्म गर्नका निमित्त आएका थियौँ र हामीले यो सौभाग्य प्राप्त गरेका छौँ। हाम्रो पूर्वजहरूको आशीर्वादले गर्दा यी यस्ता देवालय लुकेका स्थानमा हामी आएर दर्शन गर्ने सौभाग्य प्राप्त गरेका छौँ। यहाँभित्र एउटा जुन यो एउटा कुण्ड छ, यो कुण्डमा बच्चालाई हामीले यो कुण्डभित्र चाहिँ प्रवेश गराइसकेपछि त्यहाँ बच्चा नबोल्ने 8 वर्षभित्रको बच्चा एकदम स्पष्ट बोल्छ भन्ने मान्यता छ। कसैलाई कुनै समस्या भए हजुरहरूले पनि यहाँ आएर दर्शन गर्नुहोला। ओम नमः शिवाय। हर हर महादेव शम्भु।